नमस्ते साथीहरू, टेक ग्रो ट्रायलमा स्वागत छ। आज हामी सिक्नेछौँ कम्प्युटर भनेको के हो। कम्प्युटर एउटा इलेक्ट्रोनिक डिभाइस हो जसले डाटा प्रोसेस गर्छ र इन्फर्मेसन स्टोरेज गर्छ र हाम्रो आदेश अनुसार आउटपुट दिन्छ। सबैभन्दा पहिलो कम्प्युटर भनेको के हो। कम्प्युटर एउटा इलेक्ट्रोनिक डिभाइस हो जसले डाटा प्रोसेस गर्छ र इन्फर्मेसन स्टोरेज गर्छ र हाम्रो आदेश अनुसार आउटपुट इनपुट दिन्छ। कम्प्युटरका विभिन्न प्रकारका हुन्छन्, जस्तै डेस्कटप कम्प्युटर, ल्यापटप, ट्याब्लेट अनि सुपर कम्प्युटर। आज हामी सामान्यतः प्रयोग हुने डेस्कटप र ल्यापटप कम्प्युटरको बारेमा कुरा गर्नेछौँ। कम्प्युटरमा दुई प्रकारका भाग हुन्छन्, एउटा हार्डवेयर र सफ्टवेयर। हार्डवेयर जुन देख्न र छुन सकिन्छ, जस्तै मोनिटर, सीपीयू, कीबोर्ड, माउस। अनि सफ्टवेयर जुन देख्दैन तर प्रयोग गर्न सकिन्छ, जस्तै विन्डोज, एमएस वर्ड, क्रोम ब्राउजर आदि। कम्प्युटर हाम्रो जीवनका धेरै क्षेत्रमा प्रयोग हुन्छ। शिक्षा, अनलाइन क्लासेस, ई लर्निङ, अफिस, डकुमेन्ट, इमेल, एक्सेल, वर्ड। मनोरञ्जन, गेम्स, मुभिज, युट्युब, टिकटक, फेसबुक, एकाउन्टिङ, डिजिटल मार्केटिङ, अनुसन्धान, साइन्स, टेक्नोलोजी। आजको भिडियोमा हामीले कम्प्युटर के हो, यसका प्रकार र प्रयोगबारे थोरै कुरा गरियौँ। यदि तपाईँलाई कम्प्युटर सिक्ने इच्छा छ भने आगामी भिडियोहरूमा हामी यस्तै नयाँ भिडियो लिएर आउनेछौँ। यदि यो भिडियो मन पर्यो भने लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।